ल सो गाइस आज हामी जाँदैछौँ त्रिपुरा मेलामा। त्रिपुरा मेलामा जानेछौँ र त्रिपुरा मेला जानेसम्म तपाईँहरूलाई बिच बाटोका सिनहरू र हामी चाहिँ कसरी त्रिपुरा पुग्छौँ, मेलामा कस्तो हुन्छ, के हुन्छ, हामी सबै तपाईँहरूलाई देखाउने नै छौँ। तपाईँहरूले चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। अब हामी लागौँ त्रिपुरा मेलातर्फ। अब हामीले चाहिँ यस्ता यस्ता खोलाहरू तरेर चाहिँ त्रिपुरा जानुपर्ने हुन्छ। आज यो खोला अलिक कम आएको छ। यदि यो खोला चाहिँ बढी आउँछ भने हामी यहाँबाट पारी तर्न पनि सक्दैनौँ। आज कम भएकाले हामी यसै खोलाबाट पारी तरेर जाँदैछौँ। लगभग घरबाट हामी 15-20 मिनट हिँडेर बल्ल हामी सडकमा आइपुग्यौँ र त्यहाँ पुग्दा हाम्रो भाइ बाइक लिएर हामीलाई पर्खिरहेको देख्दा झन् सजिलो भयो यात्रा। अब हामी बाइक चढेर अगाडि बढ्दैछौँ। आजको हाम्रो यात्रा एकदमै रमाइलो हुनेवाला छ। बाटोका दृश्यहरू, मेलाको माहौल र सबै रमाइला क्षणहरू तपाईँहरूसँग सेयर गर्नेछौँ। सो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यस्तो बर्सातको समयमा डाँडाभरि कुहिरो लागेको छ। वरिपरिको वातावरण एकदमै रमणीय देखिएको छ। चिसो मौसम, हरियाली दृश्य र यो प्राकृतिक सौन्दर्यको आनन्द लिँदै मेला हेर्न जान पाउनु साँच्चै नै खुसीको कुरा हो। यस्तो रमाइलो वातावरणमा यात्रा गर्नुको मजा नै छुट्टै हुन्छ। करिब 20 मिनटको यात्रापछि हामी निङ्लासैनी मन्दिर देहीमाण्डौ आइपुगेका छौँ। यो पवित्र स्थानमा आइपुग्दा मनमा छुट्टै शान्ति र आनन्द महसुस भइरहेको छ। भगवती माताले हामी सबैको रक्षा गरून्, सबैको जीवनमा सुख, शान्ति र सफलता प्रदान गरून् भन्ने कामना गर्दछौँ। त्यसपछि हामी त्रिपुरा सुन्दरी मेलातर्फ अगाडि बढ्यौँ। अगाडिको दृश्य तपाईँहरूले हेर्न सक्नुहुन्छ। बाटोमा केही गोठालाहरू देखिन्छन्। कोही गोठालो जाँदै हुनुहुन्छ भने कोही मेला हेर्नतर्फ लागिरहेका छन्। अब हामी बैतडी जिल्लाको सदरमुकाम गोठलापानी बजार नजिक पुगेका छौँ। मेलाको कारणले गर्दा यहाँ निकै भिडभाड छ। मेला हेर्न आउने भक्तजनहरूको सङ्ख्या धेरै देखिन्छ। बजारको माहौल नै छुट्टै रमाइलो बनेको छ। अब हामी महादेव जनरल स्टोर आफ्नै भिनाजुको पसलमा आइपुगेका छौँ। यहाँ आएर केही समय भिनाजुसँग भेटघाट गर्ने मौका पनि मिल्यो। त्यसपछि हामीले आफ्ना बाइकहरूमा पेट्रोल हाल्यौँ र फेरि यात्रालाई अगाडि बढाउने तयारी गऱ्यौँ। भिनाजुसँगको भेटघाटले यात्रामा अझै रमाइलो थपिएको छ। घरबाट बिहानै भोकै निस्केका थियौँ, त्यसैले अहिले निकै भोक लागेको छ। अब हामी गङ्गा रेस्टुरेन्टमा आएर नास्ता गर्दैछौँ। त्यसपछि फेरि मेलातर्फको यात्रा अगाडि बढाउनेछौँ। गङ्गा रेस्टुरेन्टको स्वादिलो नास्ता खाएर भोक मेटायौँ। अब हामी त्रिपुरा सुन्दरी मेलातर्फ अगाडि बढ्यौँ।
अब भने हामी मेला नजिकै पुग्न लागिसकेका छौँ। केही बेरमै मेलाको रमाइलो दृश्य देखाउनेछौँ। धेरै समयको यात्रापछि अहिले हामी ठ्याक्कै त्रिपुरा सुन्दरी मन्दिर जाने बाटोको पहिलो गेटमा आइपुगेका छौँ। यहाँबाटै मेलाको माहौल देख्न थालिसकेको छ। चारैतिर मानिसहरूको निकै भिड देख्न सकिन्छ। सबैजना दर्शन गर्न र मेला अवलोकनका लागि उत्साहित भएर आइरहेका छन्। त्यसपछि हामीले बाइक पार्किङ गऱ्यौँ। बाइक पार्किङ गर्ने बित्तिकै यहाँको सुरक्षा व्यवस्था निकै कडा देख्न सकिन्छ। मेलाको सुरक्षाका लागि सुरक्षा गार्डहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत धेरै सुरक्षाकर्मीहरू खटिरहनु भएको छ। ठुलो सङ्ख्यामा मानिसहरू आउने भएकाले सबैको सुरक्षालाई ध्यानमा राखेर राम्रो व्यवस्थापन गरिएको देखिन्छ। अनन्त हामी त्रिपुरा सुन्दरी मेलामा आइपुगेका छौँ। यहाँको माहौल एकदमै रमाइलो र चहलपूर्ण देखिएको छ। मेलामा दर्शन गर्न आउने भक्तजनहरूको भिड निकै ठुलो छ। कोही दर्शन गर्दै हुनुहुन्छ, कोही मेलामा घुम्दै हुनुहुन्छ भने कोही विभिन्न सामानहरू किनमेल गर्दै हुनुहुन्छ। मेलामा धेरै किसिमका पसलहरू राखिएका छन्, जसले मेलाको शोभा अझै बढाएको छ। चारैतिर मानिसहरूको भिड, पसलहरूको सजावट र मन्दिर वरिपरिको सुन्दर वातावरणले यहाँको माहौल झन आकर्षक बनाएको छ। अब तपाईहरूलाई पनि मेलाको वास्तविक दृश्य देखाउँछु। पानी परिरहेको भए पनि भक्तजनहरूको घुइँचो भने कम भएको छैन। सबैजना आआफ्नो श्रद्धा र उत्साहका साथ मन्दिरमा आइरहनु भएको छ। कोही भक्तजनहरू मन्दिरको किनारमा बसेर आराम गरिरहनु भएको छ भने कोही मन्दिर वरिपरि घुम्दै यहाँको धार्मिक वातावरणको आनन्द लिइरहनु भएको छ। यहाँ केही पुजारीहरूले भक्तजनहरूलाई टीका लगाइरहनु भएको छ भने कोही पूजापाठ गरिरहनु भएको छ। हामी पनि उहाँसँग आशीर्वाद लिँदै केही दक्षिणा दिएर टीका लगाउँछौँ। यहाँ पुजारीहरूको सङ्ख्या पनि धेरै देख्न सकिन्छ र सबैजना भक्तजनहरूको सेवामा व्यस्त हुनुहुन्छ।
जाँताका बारेमा बताइदिनु मेरो नाम देवीचन्द्र चौधरी, अँ दलपाट काभ्रे गाउँ। यो महामायाको सुन्दरराज महामाया हाम्रो जगतजननी जगदम्बा भगवती त्रिपुरा सुन्दरी रणशैनी मैया हाम्रो कालान्तरमा यो ठाउँमा रोडी भन्ने ठाउँबाट सवारी भयो यसका सवारी भयो। हाम्रो यहाँ मतलब धार्मिक परम्परा अनुसार आस्थावान मान्छेहरू कुमो गढवालदेखि लिएर काठमाडौँ अमेरिका हुँदै ठाउँ ठाउँका व्यक्तिहरू यहाँ आउँछन् दर्शनार्थलाई। यहाँ मन्दिरमा आएपछि श्रद्धा भक्तिले आएर महामायाको सेवा गर्न पाएपछि मनोकामना परिपूर्ण हुन्छ। यसका मुख्य विशेषताहरू भन्नाले पर्वहरूमध्ये खास प्रत्येक महिनामा पूजाआजा लाग्छ। 3 पर्वहरूमा पूजा लाग्छ। अमावस्या, पूर्णिमा र सङ्क्रान्तिमा 3 पर्वमा पूजा लाग्छ। त्यसपछि हाम्रो चैत्रको महिनामा चैत्र नौरता भन्छन्। चैते नौरतामा 9 दिनसम्मको नौरता नवरात्रि हुन्छ। नवरात्रिपछि फेरि 9 दिन बडा दसैँको पछि नवरात्रि सकिन्छ। त्यसपछि दोस्रो पर्व हाम्रो कार्तिक असोजको नौरता हुन्छन्। असोजको नौरता भन्नाले एक दिनदेखि लिएर घट स्थापनादेखि लिएर दसैँसम्म परम्परागत पूजा लाग्छ। नवमीको दिनमा महामायाको भराणबाट मन्दिरमा मण्डपमा सवारी हुन्छ। मण्डपमा सवारी भएर पूजाआजा भएर दसैँको दिनमा भराण सवारी हुन्छ। त्यसपछि अर्को मेन पर्व भनेको आषाढी जाँत हो। आषाढी जाँतमा हाम्रो भक्तजनहरूले सेवा गर्दाखेरि आषाढी जाँतको ड्यारो रहनुपर्छ। चैत्रको नौरता बस्नुपर्छ। आषाढी जाँत भन्नाले पहिले देवताको छेउमा सठिक लाग्ने मान्छेले चैत्रको नौरता र आषाढी जाँतको ड्यारो रहनु पर्छ। यो मतलब आषाढको भन्नाले अष्टमीको दिन मेला सुरु हुन्छ र 9मीको दिनमा काभ्रे गाउँ मन्दिर माइती घर काभ्रे गाउँ मन्दिर सवारी हुँदै भराण। त्यसपछि माझमा सवारी हुँदै हुलटोलो हुँदै अन्यत्र महामायाले जाने भएपछि त्यहाँबाट शाखा मन्दिरहरूमा सवारी हुन्छन्। नत्र फेरि मन्दिरै सवारी फिर्ता भएर त्यसपछि आफ्नो भराणमा सवारी हुन्छ। भक्तजनहरूले आस्थावान भएर सेवा गर्नु पाएपछि मनोकामना पनि परिपूर्ण हुन्छ। महामाया जगतकी माता हुन्। महाकाली, महालक्ष्मी, माँ सरस्वती रूप भएकी दुर्गा हुन्। आस्थावान मान्छेहरू टाढा टाढाबाट काठमाडौँ अमेरिका हुँदै कहाँबाट आउँछन् यसको महिमा नै छैन। सेवा गर्नेहरूले सानो फुलदेखि लिएर लाखौँ रुपियाँसम्मको सेवा गरे हुन्छ आस्थावान मान्छेहरू। केही पुजारीहरूले हामीलाई यस मेलाको बारेमा पनि धेरै जानकारी दिनुभयो, जुन कुरा हामीले भिडियो मार्फत तपाईहरूसँग पनि सेयर गर्यौं। अब हामी मेलाको अन्तिम चरणमा आइपुगेका छौं। आजको त्रिपुरा सुन्दरी मेलाको यात्रा तपाईलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत बताइदिनुहोला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला र तपाईँ युट्युबबाट हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मलाई फलो गर्न पनि नभुल्नुहोला। म यस्तै रमाइला यात्रा, सांस्कृतिक र ठाउँहरूको भिडियो लिएर फेरि पनि आउनेछु। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। सधैँ यस्तै माया, ममता, साथ सपोर्ट दिइरहनुहोला।